कोडै अब कोडको ब्लकै ल्याएर राखेको छ भने चाहिँ पाइँदैन त्यसलाई केही मोडिफिकेसनहरू होला केही अलिकति युनिकनेस बनाउने कुराहरू होला र त्यो सबै कुराहरू चाहिँ कपी गर्न पाइँदैन कतिपय चिजहरू चाहिँ हामीले एस्टिमेट टेम्प्लेट नै भेटिरहेको हुन्छ नि त्यसलाई नै अब मैले मोडिफाई गरेर अब एस्टिमेट टेम्प्लेटलाई वर्डप्रेसमा लान पाइयो तर कस्तो हुन्छ भने त्यसले त्यो जिपिएल कम्पेटेबल त्यो एस्टिमेट टेम्प्लेट चाहिँ आफैमा जिपिएल कम्पेटेबल हुनु पऱ्यो अब त्यसले त्यो त्यसमा जिपिएल कम्पेटेबल छैन जिपिएल छैन भने त एक त उसले कपिराइट इस्यु पनि लाउन सक्छ अर्को चाहिँ बाहिरलै जिपिएल कम्पेटेबल नभएको रिसोर्सेस युज गर्न पाउँदैन अब खान बनाउन सकिन्छ होइन अब त्यो हेर्दाखेरि डिजाइन कुन एस्टिमेट टेम्प्लेटबाट युज गरेको छ भने आउँदैन अनि त्यो केसमा चाहिँ जस्तै एप्रुभ भइसके पछाडि पनि अरूले त कसैले देख्यो भने अनि आउँछ नि त मेसेजहरू हुन्छ त्यस पछाडि कपिराइट क्लेमहरू आउला त्यस पछाडि चाहिँ नर्मल्ली अब एज अ रिभ्युअर त हामी यो एज अ रिभ्युअर चाहिँ हामीले चाहिँ त्यो हेर्न थाहा हुँदैन नि त कहाँ गोल्डको कतिवटा टेम्प्लेटहरू बनाइरहेको कहाँ हुन्छ त्यो टेम्प्लेटहरू त हामीलाई थाहा हुँदैन कहाँ छ के छ अनि त्यस्तो केसमा चाहिँ एप्रुभ हुन्छ उसले कस्तो छ उसको उसले चाहिँ लाइसेन्सको कुरामा चाहिँ उसले चाहिँ डिक्लेयर गरेको छ मैले थिम चाहिँ एस्टिमेट टेम्प्लेट चाहिँ मैले यहाँबाट हाम्रो रुल के छ त सबै कुरा थर्ड पार्टी रिसोर्सेसहरू युज गरेको सबैको लाइसेन्स डिक्लेयर गर्नुपर्छ त्यसले डिक्लेयर गरेको छ भने चाहिँ हामीले गएर चेक गर्छौँ जिपिएल कम्पेटेबल हो कि डिक्लेयर पनि गरेको छैन भने त हामीले डिजाइन त एउटा ल्याएको थाहा नै हुँदैन त्यो चाहिँ अनि त्यसको लागि त्यसको अल्टरनेटिभ त्यसको चाहिँ त्यो ब्लास्ट गरेर अरूले कसैले भन्यो भने अनि थिम रिभ्यू अब थिम रिभ्यूमा अघि मैले एक्सेसिबिलिटीको देखाएँ होइन त्यस पछाडि नर्मल्ली हामी जस्तो थिमहरू सिएसएसहरू ओभरराइड सिएसएसहरू त केही पनि फङ्सनालिटी चाहिँ ओभरराइड गर्नु पाइएन अनि जस्तै अनि सिएसएस पनि कस्तो ओभरराइड गर्नु पाइएन भन्दाखेरि बाई डिफल्ट भएको कुराहरू जस्तै यहाँको कलर चेन्ज गर्नु पाइएन इनर कलरहरू चेन्ज गर्नु पाइएन यस्तो कुराहरू भयो फ्रन्ट एन्डदेखि कुराहरू त गर्दा नि भयो अनि अब मैले थिम रिभ्यू गर्दाखेरि अब थिम युनिट टेस्ट डाटा भन्ने छ क्या त्यो चाहिँ कहाँ छ भन्ने जस्तै अब यसमा हाम्रो डिप्रिसिएट कोडको कुराहरू पनि आउँछ नि त डिप्रिसिएटेड कोडहरू चाहिँ देखाइहाल्छ थिमचेक प्लगइनले होइन डिप्रिसिएटेड कोडहरू राख्न पाइँदैन अनि त्यो किनभने हाम्रो डिप्रिसिएटेड कोड आयो भने त बाई डिफल्ट पनि इरर आइहाल्छ त्यो इरर फ्री हुनु पऱ्यो वार्निङ देखिनु भएन नोटिस देखिनु भएन कुनै पनि इररहरू देखिनु भएन क्या कन्सोल पनि इरर देखिनु भएन थिम रिभ्यू गर्दाखेरि त्यो पनि चेक गर्नु पऱ्यो अनि कहिलेकाहीँ कस्तो हुन्छ भने एक्सटेन्सन राख्दाखेरि एक्सटेन्सनको कारणले आएको हुन्छ कन्सोल चाहिँ त्यो भएर त्यो चाहिँ हामीले इन्कग्निटो मोडमा गएर चेक गर्नु पऱ्यो क्या त्यो चाहिँ विदाउट एक्सटेन्सन पनि चेक गर्नु पऱ्यो त्यो चाहिँ थिमकै आफ्नो इरर हो कि एक्सटेन्सनको इरर हो जस्तै अब कहिलेकाहीँ अब हाम्रो थिम रिभ्यू हुनु त 5-6 महिना लाग्छ नि त अहिलेको टाइममा अहिले लाग्दैन अहिले लाग्दैन मतलब मैले लास्ट टाइम गर्दाखेरि चाहिँ पहिला त्यो अहिले त क्युमै छैन त्यो क्युमा चाहिँ धेरै टाइम लागेर अहिले दुईवटा अहिले मैले हेर्दा दुईवटा थियो नर्मली त्यो पनि हुँदैन मैले लिइनँ अब साथीले लिइसक्यो होला अहिले धेरै एक्टिभ छ होइन यस्तो त अब जाने हो जसले पनि लिन पायो क्या अब नर्मली नयाँ थिम रिभ्युअरहरूले चाहिँ लिन पाउँदैन डाइरेक्टली मैले जसरी म एउटा लिएर देखाउँछु ल रहेछ भने थिम रिभ्यूको लागि आफूले त्यसले लिइसक्यो कि जस्तो लागिरहेको छ उसले ऊ अनलाइन छ भने लिइसक्यो ल्याएर अनि हामी अहिले एक्टिभ म पनि फुल टाइम हो काफले चिन्छौँ स्यान्डी पनि फुल टाइम हो होइन हामी दुईजना फुल टाइम हो अकस्मिन भन्ने उसले पनि 10 घन्टा कति घन्टा हुन्छ अनि बङ्गलादेश र इन्डियाबाट पनि छ उनीहरू अलिकति एक्टिभली काम गरेर होइन त्यो भएर एकदम ऊ छ मेरो हप्तामा 20-21वटा थिम त मैले रिभ्यू गरेर हुन्छु स्यान्डीले मभन्दा बढी गरेर हुन्छ अकस्मिनले पनि गरेर हुन्छ मेरो फुटेज जस्तो अब हामीले पनि अब हुन्छ नि थिम रिभ्यू गर्न चाह्यौँ भने त्यहाँबाट फाइल सबै पाइन्छ नि त त्यसलाई डाउनलोड गरेर आफ्नो लोकल सेटअपमा राखेर आफूले पनि त्यो टिकटहरूमा रिप्लाई गर्दाखेरि त्यसले केही फरक पर्छ कि पर्दैन म पर्छु जस्तै म एज अ म रिभ्युअर चाहिँ मलाई चाहिँ के छ भने एक्सेस चाहिँ के छ भने मैले यो डाइरेक्टली आफूलाई लिन पाउँछु मैले रिभ्यू गर्न पाउँछु होइन
रिभ्यूको लागि मैले यो लिए पछाडि अरू कसैले रिभ्यू गर्न मिलेन किनभने मैले एज अ रिभ्युअर भइसकेँ यसको लागि तर नयाँ युजरहरूलाई चाहिँ के छ भने उनीहरूसँग यो एक्सेस हुँदैन रिभ्यू गर्ने एक्सेस हुँदैन होइन अनि नयाँहरूले चाहिँ के गर्ने हो भने कुनै टिकट एभाइलेबल छ भने क्युमा छ भने जस्तै यो टिकट एभाइलेबल छ नि नयाँ यो टिकट एभाइलेबल छ कि नयाँको लागि यो टिकटमा जाने अनि यसमा कमेन्ट गर्ने जस्तै रिभ्युअरको चाहिँ यो हुँदैन क्या नयाँहरूको चाहिँ यो हुँदैन क्या युजर एकाउन्टको अनि यो मात्र हुन्छ यो कमेन्ट गर्ने हाई आई विल रिभ्यू दिस थिङ प्लिज असाइन दिस टिकट टु मी भनेर कमेन्ट गर्ने होइन अनि एडमिनहरूले त अनि त्यसपछि रिभ्यू गर्न थाल्ने आफूले रिभ्यू गर्न थाल्ने आफ्नो काम सुरु गर्ने केही कमेन्ट छ भने पनि त्यो आफूलाई असाइन भएको छैन भने कमेन्ट हालिदिने होइन अनि एडमिन जहिले फ्री हुन्छ एडमिनले जहिले देख्छ उसले असाइन गरिदिन्छ क्या जसले कमेन्ट गरेर चाहिँ उसले असाइन गरिदिन्छ नयाँहरूले चाहिँ त्यो छ अलिकति प्रोसेस छ अनि हामी पुरानोहरूलाई चाहिँ हामीले लेख्न पाइहाल्छ हामी डाइरेक्टली लिएर गर्नु मिल्यो अनि त्यस पछाडि यो लिइसके पछाडि चाहिँ डाउनलोड गर्ने अनि अहिले भनेको जसरी थिमचेक प्लगइनबाट एकचोटि थिमचेक प्लगइनबाट फर्स्टमा थिमचेक प्लगइनबाट चेक गर्ने थिमचेक प्लगइनमै इरर छ भने त किन रिभ्यू गरेर बस्ने किन टाइम खर्च गर्ने होइन त्यसमै कुनै कुनैको त त्यसमा टन्नै इररहरू आइरहेको हुन्छ क्या त्यसमै टन्नै इररहरू आइरहेको हुन्छ होइन अनि त्यो 8-10वटा इरर छ भने किन धेरै गर्ने 8-10वटा राखिदिने अनि प्लस पोसिबली अरू पनि इरर हुनसक्छ भनेर राखिदिने अनि क्लोज गरिदिने होइन स्क्रिनसट पनि राख्नु पाएँ कि स्क्रिनसटै राख्नु चाहिँ त्यो इररको स्क्रिनसट नराख्ने उस नै राख्ने स्क्रिनसट चाहिँ अरू डिस्क्राइब गर्नु पर्यो जस्तै मलाई कहिलेकाहीँ कस्तो हुन्छ भने यो ड्रपडाउन चाहिँ कता यो ब्लगले चित्र ओभरफ्लो के छ डेट इन्डेक्स नमिलेर यसको मुनि लागि कहाँ हुन्छ यस्तो केसमा चाहिँ स्क्रिनसट राख्दै हुन्छ उनीहरूले अझ इरर गर्न थाल्नुहुन्छ होइन तर सकेसम्म टेक्स्ट नै राख्नु यसमा एट्याचमेन्ट चाहिँ गर्न मिल्छ होइन तर नर्मल्ली हामी चाहिँ म पनि मैले देखेको कुसमिनहरूले पनि युआरएलै राख्छ म चाहिँ लाइट सर्टको युज गर्छु अनि कसो इमेज के भन्ने त्यो युज गर्छ अनि बोर्डपेस आफूले रिकमेन्ड गरेको त्यस्तो केही छ स्क्रिनसटको लागि त्यसको मलाई थाहा भएन किन भन्दाखेरि हाम्रो लाइट सर्ट पनि सर्टेन टाइमपछि एक्सपायर हुन्छ नि त्यो पनि म त फ्रीवाला नै युज गरेँ होला एक्सपायर नै हुन्छ मलाई थाहा भएन मैले त्यो असल फेस गरेँ होइन कि कति वर्ष खोजेर फोमा गइदिरहेको हुन्छ कि खोजेर फोमा गइरहेको हुन्छ कि त्यो इमेज चाहिँ इमेज सर्टेन टाइम पछाडि म्याक्सिमम् अब फ्री रिसोर्सेस हो नि त उनीहरूले त डिलिट गरिहाल्छ त्यो हुँदाखेरि चाहिँ अब वाइफाई स्वयम्भू @20225 तिमी त स्पोन्सरको गर न